हेलो एभ्रिवान, सबैजनालाई नमस्ते फ्याफुला सबैजनालाई मेरो नयाँ दिन नयाँ ब्लगमा अहिले चाहिँ हामी गइरहेको छु जङ्गलमा दाउरा खोज्नको लागि। थुप्रो दिन भएको थियो दाउरा नल्याएको, अनि अहिले चाहिँ जाँदैछु है। अहिले चाहिँ टाइम चाहिँ 9 बज्दैछ। सो जाँदैछु मेरो बुढासँग दाउरा खोज्नको लागि जङ्गलमा। हामी चाहिँ बगरमा जान्छौँ, लबर बगरमा, अनि त्यहीबाट ल्याउँछु। सो जाँदैछु अहिले चाहिँ। थुप्रो दिन भएको थियो दाउरा नखोजेको पनि, अनि दसैँ पनि आइसक्यो। लबर बगान मात्रै छ हो साथीहरू, अन्त त्यो लबर बगानतिर दाउरा खोज्नु पर्छ। हामी चाहिँ अस्ति चाहिँ पानी पर्नेले गर्दाखेरि हामी जान नपाएको थियो। अहिले चाहिँ हिँडिरहेको छौँ, अब चाहिँ पुग्नु लाग्यो। अहिले चाहिँ आइपुगेँ। हामी चाहिँ यहाँ यता हो माथि दाउरा चाहिँ खोज्नु पर्यो। के गरी उठ्ने अहिले? चिप्लो न चिप्लो छ। अहिले चाहिँ दाउरा नभएर हाम्रो घरमा चाहिँ दसैँको लागि दाउरा खोज्न आएको। कति राम्रो राम्रो गाइस। कहाँ चाहिँ यहाँ भोकुटेको गाछ छ होइन? यहाँ फलेको छ र? यहीँबाट देखिरहेको छ यत्रो ठुलो, यताबाट हिँड्नु कता दिन्छ? रसी ल्यायो हामीले। प्रब्लम यता चाहिँ थुप्रो दिन भएको थियो हामी नआएको। अस्ति नै चाहिँ यहीँबाट लगेको। अहिले चाहिँ कतिको दाउरा छ हो हेर्नु पर्यो साथीहरू। अनि यहाँ भोकुटेको गाछ छ क्या साथीहरू, अनि खाने बेला भयो कि भएन भनेर हेर्नु आएको है हामी चाहिँ। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। हाई गरेर भन्दैन, यता चाहिँ बन्दैन छ। यस्तै भोकुटेको गाछ पुरै भोकुटे पाकेर बसेको छ। पुरा पाकेको छ त यहाँ। मान्छेले खाएछ। हेर्नु छिलेर मान्छेले खाएन। यस्तै भोकुटे फलेछ। यहाँ त कति ठुल्ठुलो रहेछ। यहाँको त ठुल्ठुलो रहेछ। बहिनी लानुपर्छ होला घरमा यो वाला। यो चाहिँ टिपी दिनु पऱ्यो म त। एउटा टिप बहिनी उता ठुल्ठुलो हेरेर टिप्न। दाउरा खोज्नु आएको साथीहरू भोकुटे पाएर हामी चाहिँ पुरै खुसी। हेर्न यो बढाइ धन्य टिप्यो पनि बढी आउँदैछ त। यहाँ त भोकुटे कतिवटा लाने हो हेर्नु। दुईवटा मिठो छ कि छैन एउटा काट्नु। यहाँ पिछे काटेर खानुपर्छ। पहिला दाउरा खोज नगर्नु नि त्यसरी। ये देखिए भाई साहब, नगर्नु न, राम्रो काटेर खत्तम पार्यो। खेर त नगर्नु। माय गॉड, रस हेर। गुटी बहुत सानो रहेछ नि। दाउ खायो बहिनी मेरो दाउले छोडेको छ त्यहाँ। भोकुटे त यति मिठो खालको त रहेन हो, पुरा तितो परेको रहेछ। जानु पऱ्यो हामी एउटा दाउरा खोज्नु। यो चाहिँ उहाँ राखिदिन्छु, अनि दाउरा खोज्नु पर्यो। खै दाउरा चाहिँ कति नै छ र यहाँ त दाउरै देख्दिनँ। हामी चाहिँ लबर बगानमा आएको यहाँ अहिले। सानो रहेछ किन दाउरा खोज्न आउनु पर्ने। पानी परेर झरी भएर आउनु नपाउने।
महिनाको कुरा त सुन्ने हो महिनाको अनि दुर्लाङ्सको मामाको कुरा मेरो त खालि नेपालीको उठ्नु छ आज त मेरो भाइ दुर्लाङ्सको मेरो जिम्मा हैन यता चाहिँ लबर काटेको छैन यो सबै लबर बगान है साथीहरू मैले चाहिँ थुप्रो दिन भइरहेको थियो भिडियो पनि नहालेको एकदम बिजी थिएँ कि दसैँको लागि चाहिँ घरमा कामहरू भइरहेको छ घर लिप्ने यताउता अनि त्यही भएर भिडियो बनाउनु पाएको थिएन सो आज चाहिँ बनाइदिनु न हौ दाउरा खोज्नु जाने बेलामै भनेर चाहिँ सुरु गरेको है साथीहरू अनि सबैजनाले चाहिँ दसैँमा आफ्नो घर सफा गर्ने काँसको बाटीहरू धुलाउने दाउरा खोज्ने गर्दै होला हैन मेरो पनि थुप्रै काम छ हो घरमा गएर झाड पनि पकाउनु पर्नेछ दसैँको लागि त्यस्तै हो मेरो ब्लग चाहिँ कन्टिन्यू ब्लग हाल्नु पाउँदैन मैले चाहिँ नानीहरूले गर्दा पनि यस्तै छ है मेरो भिडियो चाहिँ यति खोजेर अब यता जानु पर्ला भोटे चाहिँ मिठो छैन रहेछ खल्लो नखल्लो एउटा रहेछ यो काटेर हेर्नु पर्यो अहिले लिएन फालिदियो मैले उयो बडीले काटेर मिठो लागेन त्यो काटेर खानुपर्छ हेर्नुपर्छ अब चाहिँ यतापट्टि लाग्नु पर्यो दाउरा चाहिँ पुगेन यहाँ रहेछ खोज्दै हिँड्नुपर्छ हो साथीहरू यस्तो भुइँमा गिरेकोहरू अब 2-3 दिनपछि चाहिँ दाउरामा आउनु पाउँदैन हामी घरमै बिजी हुन्छ काँचो हो त्यो दाउरा चाहिँ पुग्यो अनि अब चाहिँ घरमा जानु पर्यो एकैचोटि घरमा भेट्ने है लिएर यहाँ राखिदिएको छ घाममा यता चाहिँ दाना पाक्दैछ चर्केछ हो आज चाहिँ घाम चाहिँ दाउरा सुकाउनुको लागि यहाँ राखिदिएको छ सो बाई आजको भिडियो चाहिँ यति नै हो बाई साथीहरू।